एउटा यस्तो श्राप जसको कारण चन्द्रदेवको उज्यालो नष्ट हुँदै थियो र पृथ्वीमा अन्धकार छाउँदै थियो र यसबाट मुक्ति दिनको लागि स्वयं भगवान शिव प्रकट हुनु परेको थियो। कथा सुरु हुन्छ राजा दक्ष प्रजापतिबाट, जसले आफ्ना 27 वटा छोरीहरूको विवाह चन्द्रदेवसँग गरिदिएका थिए र सबै छोरीहरूलाई समान व्यवहार गर्नुपर्ने शर्त राखेका थिए। तर चन्द्रदेवको सम्पूर्ण ध्यान तथा प्रेम सिर्फ एउटा पत्नी रोहिणीसँग मात्र केन्द्रित हुन पुग्यो। बाँकी 26 पत्नीलाई उनले उपेक्षा गर्न थाले। यो कुरा जब राजा दक्षसा बुझ्न पुग्यो तब क्रोधित हुँदै उनले चन्द्रदेवलाई श्राप दिए कि तिमीले मेरो वचनलाई अनादर गर्यो, त्यसैले तिम्रो यो सुन्दरता, तिम्रो यो तेज र सबै कलाहरू बिस्तारै खत्तम हुँदै जानेछ र तिमी क्षयरोगबाट ग्रसित हुनेछौ। श्रापले तुरुन्तै असर गर्न सुरु गर्यो। चन्द्रमाको प्रकाश हरपल कम हुँदै जान थाल्यो, जसको प्रभाव पृथ्वीमा भएको औषधीय वनस्पतिहरूमा पर्न गयो। सृष्टिको सन्तुलन नै खलबलिन थाल्यो। आफ्नो अन्त्य अगाडि देखेर डराएका चन्द्रदेव भगवान ब्रह्माको शरणमा पुगे। ब्रह्मदेवले उनलाई महादेवको तपस्या गर्न सुझाव दिए र चन्द्रदेवले एउटा शिवलिङ्गको स्थापना गरी भगवान शिवको तपस्या सुरु गर्न थाल्नुभयो र उनको तपस्याबाट प्रसन्न भएर भगवान शिवले दर्शन दिनुभयो र भन्नुभयो कि म दक्षको श्रापलाई पुरै हटाउन त सक्दिनँ, तर त्यसको प्रभावलाई कम भने अवश्य गर्न सक्दछु। र शिवले यो वरदान दिनुभयो कि कृष्ण पक्षमा 15 दिनको लागि चन्द्रमाको प्रभाव क्षीण हुँदै जानेछ, तर शुक्ल पक्षको 15 दिन फेरि चन्द्रमा पूर्ण रूपमा प्रभावशाली हुनेछ। र भगवान शिवले चन्द्रदेवलाई आफ्नो शिरमा पनि धारण गर्नुभयो र चन्द्रशेखरको नामबाट विख्यात हुनुभयो र जुन ज्योतिर्लिङ्गको चन्द्रदेवले स्थापना गरी पूजा गरेका थिए त्यो आजभोलि सोमनाथ मन्दिरको रूपमा परिचित छ। सोम यानि चन्द्रको भगवान र यो सोमनाथ मन्दिर अहिले पनि भारतको गुजरातमा समुद्री तटमा अवस्थित रहेको छ, जहाँ चन्द्रदेवले भगवान शिवको तपस्या गर्नुभएको थियो र श्रापबाट मुक्ति पाउनु भएको थियो। भगवान शिवका भक्तहरू कमेन्टमा हर हर महादेव अवश्य लेख्नुहोला।